अब यो मोटर चाहिँ कति मोडलमा आउँदो रहेछ 2 मोडल है 2 मोडलमा आउँदा यो पहिल्यैबाट कतिवटा तारा आयो 1 2 3 4 5 वटा यसमा पहिल्यैबाट जम्मा कतिवटा आयो 3टा यसमा 3टा कोइलबाट आयो यो 3टा कताबाट आउने हो नि त यो 3टा भनेको सेन्सरको तारा हो ठीक छ यसमा आफ्नो के छैन सेन्सर छैन तलबाट कोइलबाट 3टा यो माथिको चाहिँ के हो 2टा कुन चाहिँ सर अस्तिको हामीले पनि त्यो 5वटा तार निस्केको थियो नि एउटा मोटरको जुन हामीले 2टा कन्टिन्युटी आइरहेको थियो त्यो त अर्को वाला भयो त्यसको स्पिड कन्ट्रोल गर्नुपर्छ र त्यो अर्कै भयो यो अर्कै भयो त्यसको स्पिड कन्ट्रोल गर्न छ र मलाई छैन यसको स्पिड कन्ट्रोल गर्न त छैन यसमा इन्भर्टर नन इन्भर्टर कुन जोडेन स्टिकर हेर्दा 220 छैन दुईटै हेर्नु त यो कतिमा चल्छ भन्छ 220 खोपी भनेको 4वटा पोल छ भने यसको त्यसपछि यसमा पनि हेर्दाखेरि 220 भोल्ट आएन भनेपछि यो पनि 220 भोल्टकै सामान हो यो पनि 220 भोल्टकै सामान हो यसमा चाहिँ सेन्सर छ यसमा सेन्सर छैन अब यो सेन्सर निकाल्न पर्यो भने यसको यो क्याप टेस्टर हालेर ट्याक्क बाहिर तानिदिने है त्यसपछि यो बाहिर आउँछ बाहिर आयो यो पिसिबी बिचमा बसेको हुन्छ यो पिसिबीमा भएको यो जुन सामान छ नि यो हो सेन्सर अब है ध्यान दिएर है यसलाई अब के भन्ने सेन्सर यो सेन्सरको नाम के हो हल सेन्सर यसले के पर्छ भन्दाखेरि जब तपाईँको यो मोटर घुम्छ नि यहाँ घुम्छ यो मोटर घुम्दाखेरि यसको नर्थ पोल र साउथ पोल भन्ने हुन्छ चुम्बकका हो त नर्थ पोल र साउथ पोल पर्छ यसले यहाँ त्यस्तै गरी बनाएको हुन्छ अब तपाईँको यो इभी गाडी इभी स्कुटरहरूमा त्यो जुन स्पिड मिटरमा अगाडि डिजिटल भ्यालु आउँछ नि त्यहाँ पनि यही सामान हुन्छ भनेपछि यहाँ यो सामान चेक गर्नु र इभी गाडीमा चेक गर्नु एउटै हो हल सेन्सरै राखेको हुन्छ इभीमा चाहिँ तर नर्मल्ली हाम्रो यो डिजल पेट्रोल गाडीहरूमा चाहिँ ट्याकोमिटर भन्ने राखेको हुन्छ जुन चाहिँ वासिङ मेसिनमा युज हुन्छ है त्यसरी बुझ्दै पढ्दै जाउँ है भनेपछि यो हल सेन्सरले मेन काम के गर्दो रहेछ भन्दाखेरि मोटरको रोटेसन पत्ता लगाउँदो रहेछ अरू केही गर्ने होइन यसले मेरो मोटर कतिमा घुमेर भन्छ कसलाई भन्छ मेरै पिसिबीलाई भन्छ तर यो पिसिबीमा त भन्दैन अब किनभने यसमा के छ मेरो भन्दाखेरि यो 5वटा तारमध्ये बिचको यो 3टा छ नि जस्तै मैले यसलाई यहाँ हालेँ भने त यो यसरी लाग्छ यो लाग्दाखेरि अब बिचको 3टा भनेको कुन कुन पर्यो ब्ल्याक येल्लो र ब्लू पर्यो कि नै ब्लूमा तार लाइन पठायो भने एउटा स्पिड येल्लोमा लाइन पठायो भने अर्को स्पिड ब्ल्याकमा पठायो भने अर्को स्पिड आउँछ अब त्यो स्पिड हेर्नको लागि यहाँ के लेखेछ यसले HML लेखेछ हाई लो मिडियम भनेको है अब एच कतातिर यो एच हो यो पोइन्ट एच हो भनेपछि यो पोइन्ट एच हो कि नै अब यो पोइन्टलाई सर्लक्क लिएर आउँदै आउँदै जाँदाखेरि यहाँ आयो कि नै अब यसो हेर्दाखेरि यो रिले कसको लागि रहेछ हाई स्पिड यो कसको लागि रहेछ मिडियम यो कसको लागि रहेछ लो स्पिड